यस्तो किसिमको पुरानो कम्बोर्ड सेटलाई हामीले चेन्ज गरेर नयाँ एउटा सिंगल पिस भएको कम्बोर्ड सेट राख्न गइरहेका छौं। जुन कम्बोर्ड सेट यस्तो किसिमको देखिन्छ र एकदम फिनिशिङ र यसको बाथरुमको सो पनि बढाउने हुनाले हामीले यसलाई सट्ट निकालेर सबै कुरा फालेर हामीले त्यस्तो किसिमको कम्बोर्ड हाल्न गइरहेका छौं। किन जुन कम्बोर्ड हाम्रो आइसकेको छ र हामीले यसलाई माथि राख्ने ठाउँमा 3 तला माथि छ त्यसमा लाँदै छौं, जसमा हाम्रो एउटा दाइले सहयोग गर्नुभएको छ र अर्को मैले यसरी उचालेर लाँदै छौं। अब त्यहाँ हामीले लगिसकेपछि यसको अनबक्सिङ गरेर सबै हेर्ने छौं भने त्यसलाई राख्ने ठाउँमा पुरानो यस्तो किसिमको कम्बोर्डलाई हामीले निकाल्ने छौं। जुन कम्बोर्डको तलको पोइन्ट जुन वाल भएको पोइन्ट चाहिँ सानो हुने हुनाले हामीले यसलाई कम्बोर्ड रेड्युसर जुन कनेक्सन रेड्युसर भन्छ त्यसलाई लगाएर हामीले पोइन्ट सार्ने छौं र पोइन्ट सारेर त्यसलाई कम्बोर्डलाई हामीले फिट गर्ने छौं। सबैभन्दा पहिला हामीले यो कम्बोर्डको कभर निकाल्न गइरहेका छौं। जुन कभर निकालिसकेपछि हामीले यसमा रहेका नटहरूलाई पनि हामीले एकै ठाउँ राख्ने छौं। जुन नटहरू सबै एकै ठाउँ राखिसकेपछि तिनी सब निकाल्न गइरहेका छौं। जसको पछाडीको ट्याङ्की छ जुन कम्बोर्डको यो निकाल्ने छौं। अब यसलाई राम्रोसँग निकालिसकेपछि चाहिँ हामीले कम्बोर्डलाई सके खुलेर नसके फुटालेर भए पनि निकाल्ने कोसिस गर्ने छौं। अब यहाँ देख्न सक्नुहुन्छ यसको भित्री पार्ट्सहरू कुनै राम्रो भएको कारणले अन्त कुनैमा युज हुन सक्ने हुनाले राम्रोसँग एक एक गरेर हामीले खोल्न गइरहेका छौं। जुन देख्न सक्नुहुन्छ यस्तो किसिमले खोल्न गइरहेका छौं। यो ट्याङ्की बल चाहिँ बिग्रेको छैन, सबै नयाँ छ। यो ट्याङ्की सेट पनि पहिला कस्टमरले नयाँ नै राख्नु भएको अरे हालचालै। अब यो हामीले निकालेर सुरक्षित राख्नुस् अन्त काम लाग्छ भनेर दिन गइरहेका छौं। अब यति गरिसकेपछि हामीले त्यहाँ रहेको जुन नटहरूलाई खोल्ने कोसिस गर्दैछौं कम्बोर्डको। यदि खोल्ने र सम्भव भएन भने चाहिँ हामीले त्यसलाई फुटालेर भए पनि निकाल्ने छौं। यहाँ चाहिँ हामीले खोल्ने कोसिस गरिरहेका छौं, तर भएन। त्यसलाई बिस्तारै हानेर खोल्ने कोसिस गर्छौं। यदि भएन भने चाहिँ हामीले फुटालेरै निकाल्ने छौं। अब यो खुल्दैन जस्तो छ, खियाल आएर भइसकेको रहेछ। अब हामीले चाहिँ यसलाई फुटालेर निकाल्न गइरहेका छौं। अब हामीले यसरी उचालेर सामान्य तरिकाले उचालेर यसको सम्पूर्ण पार्टलाई एक साइड लगाइसकेपछि यसमा रहेका सबै टुक्रा नटहरूका टुक्राहरूलाई हामीले निकाल्न गइरहेका छौं। जुन देख्न सक्नुहुन्छ यहाँ 4 वटा स्क्रू लगाएर पहिला अडाएको रहेछ। अब यहाँ नट अडाउनुको कारण चाहिँ कम्बोर्डलाई सर्न नदिनु हो, तर हामीले चाहिँ यसरी नट लगाएर अडाइदिन्न। हामीले व्हाइट सिमेन्टले राम्रोसँग जमाइन्छ। करिब 1 घण्टा 2 घण्टामा सेट हुन्छ, आनन्दले हुन्छ, काम गर्छ। अब यहाँ चाहिँ हाम्रो कम्बोर्डको पोइन्टलाई चाहिँ यस्तो किसिमले कटिङ गर्न गइरहेका छौं। जुन देख्न सक्नुहुन्छ पहिला चाहिँ थोरै हाइट हुन्थ्यो, अब यस्तो किसिमको रेड्युसर जुन कनेक्टर पनि भनिन्छ कम्बोर्ड कनेक्टर। यो चाहिँ कम्बोर्डको पोइन्ट कम छ भने त्यसलाई ओरसार्नको लागि हो। यो चाहिँ हाम्रो पहिला 6 को छ, अब यो राखिसके चाहिँ 12 को पोइन्ट निस्किन्छ। हामीलाई चाहिँ आवश्यक पर्ने भनेको भित्रदेखि 12 को पोइन्ट हो। जुन हामीले यसको बारेमा चाहिँ अरु कम्बो कनेक्सन सम्बन्धी भिडियोहरुमा पनि हामीले सम्पूर्ण जानकारी सहित बनाएका छौं। अब यो चाहिँ हामीले यस्तो किसिमले निकाल्नको लागि ट्याक्क देख्न सक्नुहुन्छ 1 फुटमा पोइन्ट आइसकेको छ। अब यसलाई चाहिँ फोडेर हामीले भित्र राख्नुपर्ने हुन्छ। जुन देख्न सक्नुहुन्छ यसरी मार्किङ गरेर यसलाई कटिङ गरेर टाइल धेरै नफुटोस् भन्ने किसिमले माथिको भागलाई चाहिँ कटिङ गरेर फोड्न गइरहेका छौं। सम्भव भएसम्म छिना हतौडाले फोडिन्छ र यदि सम्भव भएन भने मेसिनले फोडेर यसलाई साफ गर्ने छौं। जुन पलमा माटो साटो नजाओस् भन्ने किसिमले यसरी राखेर फोर्न गइरहेको छु। अब यहाँ देख्न सक्नुहुन्छ छिनाले राम्ररी फोडिसकेपछि यसलाई मेसिन लगाएर मैले घन्टी डाउन खर्नेको छु। अब कम्बोर्ड चाहिँ यही हो। जुन कम्बोर्ड हामीले 2 वटा राख्ने छौं यो घरमा, त्यसैले 2 वटा आइसकेको छ। अब राम्रोसँग खोलेर यसलाई यहाँ देख्न सक्नुहुन्छ यो कम्बोर्डलाई चाहिँ थोरै अनबक्सिङ गर्न गइरहेको छु। अब त्यसको भित्री पार्टमा चाहिँ यस्तो किसिमको देखिन्छ। जुन कम्बोर्डको भित्री पार्टमा एउटा हाइड्रोलिक कभर हुन्छ अनि एउटा रेड्युसर, रबरको रेड्युसर, अरु चाहिँ सम्पूर्ण कुराहरु फिट भएर आएको छ। यो इन्डियन कम्बोर्ड भएको हुनाले सबै कुराहरु सेट भएर आएको छ। चाइनिजहरुमा चाहिँ
कभरहरु छुट्याउँछ अनि माथिका फ्लस सिस्टमहरु पनि कुनैको छुट्याउँछ। यो चाहिँ सम्पूर्ण कुरा फिट भएर टेस्ट ल्याबमा टेस्ट भएर ओके भएर आएको छ। अब हामीले चाहिँ यो पोइन्टलाई सेट गर्नको लागि यसरी फोडेर टक्क पारेर सम्पूर्ण कुरालाई भित्र जाने गरी फोड्न गइरहेका छौँ। पहिले हामीले थोरै फोडेर हेर्छौँ, यदि भएन भने चाहिँ हामीले यसलाई धेरै फोडेर त्यो रेडुसरलाई टक्क भित्र जाने गरी गर्नेछौँ। अब यसरी बिस्तारै फोडेर पाल बनाउन गइरहेका छौँ। अब यो पाइपलाई चाहिँ त्यहाँ काट्न नमिलेको टकटक हानेर थोरै भाँच्ने कोसिस गर्दैछौँ। यहाँ देख्न सक्नुहुन्छ टकटक पारेर बिस्तारै फोडिसकेपछि चाहिँ हामीले सब साफ गर्नेछौँ। अब मेसिन जोडेर पर्न गइरहेको छु। यहाँ मेसिन जोडेर थोरै साइड काट्नु पर्ने हुनाले मैले साइड काट्न गइरहेको छु। ग्यालेन्डरले यस्तो किसिमले साइड काटिसकेपछि मात्र साफ हुन्छ। यहाँ रहेको कम्बोर्ड पोइन्टको साइडमा राम्रोसँग कटिङ गरेर यस्तो किसिमले ग्यालेन्डरले साफ गर्न गइरहेको छु। यस्तै गरी साफ गरेर हामीले कनेक्टरलाई राख्न सक्छौँ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हामीले साइडका सबै मसला र पाइपका टुक्राहरूलाई कटिङ गरेर, यो चाहिँ एकदम सजिलो उपाय हो भने अरू उपाय पनि छन् गर्ने तरिका चाहिँ, तर यो चाहिँ सबैभन्दा छिटो र सजिलो तरिका मध्ये पर्दछ। यो चाहिँ पाइप कताबाट आयो त्यो चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। यदि पाइप जुन साइडमा पोइन्ट निकाल्ने त्यही साइडतिर आएको छ भने पाइपलाई एकदम जोगाउनु पर्ने हुन्छ फोर्ने क्रममा। यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ साइडको अझै मिलेन। अब यसलाई चाहिँ हामीले साइडमा राम्रोसँग फोडेर सब हटाउन गइरहेका छौँ। सब हटाइसकेपछि साइडको पनि फोडेर अनि ठुलो एरिया बनाइसकेपछि हामीले यसलाई सेट गर्छौँ। यो जति ठुलो बनाए पनि त्यति फरक पर्दैन। जति भन्नाले हाम्रो कम्बोर्डको राख्दाखेरि ढाक्ने जति चाहिँ फोर्नुपर्ने हुन्छ, त्यति ढाक्ने फरियो भने चाहिँ जति फोडे पनि फरक पर्दैन। कम्बोर्ड राख्दाखेरि कभर भइहाल्छ। अब हामीले साइडमा अझै फोडेर वासर लगाएर फाल्ने। अब यसलाई हुन्छ
टाढा